नमस्कार सबैलाई। आज म आएको छु मनोकामना मन्दिर, जुन चाहिँ गोर्खा जिल्लाको मनोकामना गाउँमा उपस्थित छ। यहाँ मानिसहरू आफ्नो इच्छा लिएर पूजा आराधना गर्न आउनुहुन्छ र विश्वास गरिन्छ कि देवीले त्यो इच्छा पुरा गरिदिनुहुन्छ। यो मन्दिर नेपालकै प्रसिद्ध मन्दिरमध्ये एक हो र हरेक नेपालीको इच्छा हुन्छ जीवनमा कम्तीमा एक पटक यहाँ आउन पाऊँ र पूजा आराधना गर्न पाऊँ। हजुरहरूको पनि इच्छा होला यहाँ घुमफिर गर्न आउने वा पूजा गर्न। हजुरहरूलाई के कस्तो छ यो मन्दिरमा हेर्न चाहनुहुन्छ भने मेरो भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेर्नुहोला। अहिले चाहिँ बिहानको 5 बजिरहेको छ र मुख्य द्वार चाहिँ 6 बजेतिर खुल्छ हैन। अनि मानिसहरूको भिडभाड सुरु भइसकेको छ देख्न सक्नुहुन्छ। ल अहिले चाहिँ 6 बज्न आँटेको छ र उज्यालो भइसकेको देख्न सक्नुहुन्छ। मान्छेहरू पनि भरिसकेका छन्। अनि यो चाहिँ मुख्य द्वार हेर्न सक्नुहुन्छ कस्तो राम्रो छ। कस्तो राम्रो कला के हैन। ल हेर्नु त मान्छेहरूको भिडभाड झनै बढेको छ हैन। म चाहिँ यहाँ बोके छोपेर बसिरहेछु। ओ द्वार पनि खुलिसक्यो। अब हामी भित्र प्रवेश गरिन्छ। ल भित्र प्रवेश गरिसकेँ र भित्र छिर्नेबित्तिकै हेर्नुहोस् त कस्तो राम्रो देखिसकेको छ अगाडि भ्यू। यो बाटो पनि हेर्नु त कस्तो घुमेको। अनि यो मूर्ति पनि कस्तो राम्रो स्वागत गरेका छन् नमस्ते भनेर हैन। अनि यो हाम्रो राइट साइडतिर चाहिँ सिधै तल झरिन्छ, एकदम सिधै बाटो हैन। अनि हजुरले बाटामा यताउति केही हेर्न मन लाग्यो नि यो सिडी बाटो यतादेखि सट्ट झर्ने। म चाहिँ यता आफ्नो बायाँतिरदेखि झरेँ हैन। सिडी हुँदै 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 अनि माथि पनि मान्छेहरू आइरहेका छन्। अनि यस्तो सिधै ठाड्डै तल जान्छ कि हेर्नु हैन, ठाड्डैकै तल। अनि सिधै तल खोलो छ एकदम ठुलो हैन। अनि कस्तो राम्रो सफा के यहाँको ठाउँ त। जता हेर्छु त्यति हैन, झाडु लाको लाई है। कस्तो सफा के त्यो चाहिँ एकदम मन पर्यो हैन। अनि यस्तो डेकोरेसन हेर्नु न कस्तो राम्रो के जताकतै हरियाली फुलहरू यो के हो। अनि टिकट पनि हातमा छ। अब यहाँ टिकट चाहिँ देखाउनु पर्छ। चेक भइसक्यो, उहाँले चेक गर्नुभयो। अनि फेरि यहाँ हरियाली हेर्नुहोस् कस्तो दामी हैन। ओहो मूर्तिहरू हेर्नु त कस्तो राम्रो छ। यहाँदेखि चाहिँ कस्तो मजाले पानी झरिरहेको छ हेर्नुहोस्। पानी झरेको नि कस्तरी झरेको आइसको डल्ला झरे जस्तरी के हैन। अनि हाम्रो साथी छन्, राम्रो साथी पछाडि। अनि यो चाहिँ आइसक्यो हामी भित्र छिर्ने ठाउँमा। टक्क यहाँदेखि भित्र छिरिन्छ। अब भित्र छिर्ने बित्तिकै यस्तो छ माथिको बिल्डिङ। बोकालेर हिँडिरहेछ गाइस। तर बोकालेर जानमा चाहिँ अलि हल्का फुल्का गाह्रै हुने रहेछ। सिडी हुँदै माथि चढ्यो। अनि देख्न सक्नुहुन्छ मनोकामना केबल कार भनेर। ओ वासिम कस्तो मजाले बिल्डिङमा लेखेको छ। डेकोरेसन नै राम्रो हो कि यहाँको हैन। हेर्नु न कस्तो राम्रो डेकोरेसन छ। ल यहाँ पनि अब चेकिङ हुन्छ। यहाँ पनि देखाइदिने आफ्नो टिकट। अनि यतादेखि चाहिँ बोका लान नपाइने रहेछ। यहाँदेखि भित्र छिरेर उता जान पर्ने रहेछ। यतातिर आएँ म चाहिँ हैन। आइसकेपछि अब अगाडि गइन्छ। अगाडि गइसकेपछि यहाँ चाहिँ बोका बान्ने ठाउँ रहेछ। अब आफ्नो टिकट देखाउने हो। टिकट देखाएपछि त्यहाँ उहाँले एउटा सानो टिकट दिनुहुन्छ बोकाको। त बोकाको टिकट आफूसँग राख्ने एउटा चाहिँ वासिम हुन्छ। त्यसरी आइसक्यो। पटक्क लाएर चाहिँ भित्र डुल्न पर्यो हैन। यताउति हेर्दै चाहिँ लागिरहे अगाडि भ्यू हेर्दै यस्तो राम्रो हेर्नु त। कस्तो राम्रो के यार हैन। हजुरलाई कस्तो लाग्यो कमेन्ट सेक्सनमा यसो लेखिदिनुहोस् त के कस्तो लाग्यो हैन। हजुरलाई म घर बसी मनोकामनाको दर्शन गराइदिएँ। त्यति गरिदिएकोमा मलाई एउटा लाइक, एउटा कमेन्ट, एउटा सेयर र एउटा सब्सक्राइब गरिदिनु होला हैन। यति गरेपछि मलाई पनि हैन आफूलाई पनि अलि हौसला जाँगर जोस आउँछ के नयाँ भिडियो गराउन।
हो कि नि भनिदिनु नि त, हो नि होइन। ल हामी चाहिँ भित्र छौँ होइन। यो चाहिँ मेन ठाउँ हो। यहाँ त फ्यान कत्रो छ, त्यो फ्यान चलाउने त हामी त उडिन्छ होला है हाई स्पिडमा हो कि नि। मलाई त्यस्तै लाग्थ्यो क्या यहाँ यति बेला। अनि यहाँ चाहिँ भित्र चाहिँ हेर्नु न कस्तो धेरै छन् क्या मानिसहरू। ओहो हेर्नुहोस् त, ए यतादेखि यता घुमिन्छ, यतादेखि यता घुमिन्छ, यतादेखि यता, यति ठाउँमा पनि यस्तो के। यहाँ चाहिँ हाम्रो टिकट चेकिङ भयो होइन। मानिसहरू गइरहेका छन्। ल मेरो पालि अब स्वाट लाएर बसिन्छ। अब चाहिँ सुलुलुलुलुलुलु गइन्छ। ल यतातिर चाहिँ पार्किङ क्षेत्र रहेछ, एकदम व्यवस्थित छ, यस्तो राम्रो छ होइन। अनि यो चाहिँ कुन खोला हो यसो मलाई भनिदिनुहोस् त, मलाई चाहिँ आएन होइन। एकदम ठुलो रहेछ खोला पनि। ल यहाँ हेर्नुहोस् त कस्तो राम्रो देखिन्छ भ्यू, हेर्नुहोस् के गाइज, भ्यू कस्तो हुन्छ हेर्नुहोस् के। ओहो हेर्नु त। तर यो केबल कारमा होइन बस्दाखेरि को डराउनुहुन्छ मलाई यसो कमेन्ट सेक्सनमा लेखिदिनुहोस् त। मलाई पनि कस्तो हल्का हल्का डर लागेको थियो होइन, माथि जान होइन, माथिदेखि तल आउँदाखेरि कि होइन त्यो झड्का दिने बेला हल्का कटक्क गर्ने बेला डर त लाग्छ क्या हल्का फुल्का होइन। जे होस् भ्यूको आनन्द ल्याउन सकिन्छ यहाँ आएपछि। हेर्नुहोस् न कस्तो राम्रो छ क्या है। जङ्गलै जङ्गल, पहाडै पहाड, कस्तो राम्रो। अनि यता हेर्नु त साना साना घरहरू कस्तो राम्रो चिटिक्कका। ओहो सानो बस्ती एकदम राम्रो रहेछ क्या होइन। यहाँ तल बाटोघाटो पनि छ होइन। यो बाटोघाटो चाहिँ पहिला हिँड्न दिन्थ्यो, गाडीहरू पहिला धेरै हिँड्थे होइन। अनि एक्सिडेन्टहरू धेरै भएर त्यो बाटो चाहिँ अहिले त्यति हिँड्दैनन् मानिसहरू होइन। अन्त झन्झन माथि गयो झन्झन राम्रो हुँदै गएको छ भ्यू होइन। हल्का हल्का बादल लागेछ, बादल भन्ने के भन्छन् कुहिरो लाग्छ। ल हामी चाहिँ माथि अब मुख्य ठाउँसिम आइसक्नु लाग्यो। हेर्न सक्नुहुन्छ कस्तो राम्रो छ माथि पनि। ल ठ्याक्क यहाँ पनि हेर्नु यस्तो के हो यस्तो छात्री जस्तो तलतिर। ल हामी चाहिँ आइयो टुङटुङ टुङटुङ टिस। अब चाहिँ गेट खुल्दैछ। सररररर गेट खुल्यो। अब झरिन्छ है, झरियो होइन। जस मजा आयो। जता कतै हेर्नु न यस्तो सफा के, सरसफाइमा चाहिँ एकदम राम्रो रहेछ यो ठाउँ होइन। अब यहाँ चाहिँ सिडी हुँदै हुँदा तल झर्ने हो। मेरो उहाँ बोके उहाँ ल्याइदिइसके रहेछन्। अब चाहिँ भित्र चाहिँ यस्तो छ हरियाली जता कतै कस्तो राम्रो होइन। अब बोके लिएर आइसकेँ मैले। यहाँ अगाडि अब गार्डले चेक गर्नुहुन्छ। चेक गर्नुभयो, टिकट चाहिँ आफू सिम्जो राख्नुभयो होइन। त्यो पनि निकालिदिनु भन्नुभयो, निकालिदिएँ। सरसफाइ हुँदैछ अझै। अब टक 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 लाएर भित्र छिरिन्छ। यहाँ भित्र छिर्ने बित्तिकै बजार क्षेत्र हेर्नुहोस्। यहाँ पो रमाइलो छ त हो, यहाँ आउनु के। यहाँ यो बजार क्षेत्रमा मानिसहरूले व्यापार कसरी गर्छन् हेर्नुहोस् त। कहिले के भन्नेछन्, कहिले के होइन। हाम्रो रामु सर खुसी भाषण होइन। म नि खुसी छु, मजा आइरह जे होस्। तर बजार घुम्न भाइरल आन्टी एकदम भाइरल हुन्छ वा होइन। पहिला थाहा थिएन, घर आएर बल्ल भिडियो हेर्दाखेरि थाहा पाओ चाहिँ भाइरल हुँदो रहेछ। उहाँको पनि हेर्नु न कस्तो राम्रो के। बाई बाई। यतातिरको मानिसहरूको बोली चाहिँ मिठो के है।
भनिन्छ नि, बोली मिठो भएपछि कस्तो शब्दमै मिठास आउने के जे भने नि। तर आफ्नो व्यापार चाहिँ कति राम्रोसँग गरिरहेको छ नि यतातिर होइन। टक्क लाएर जाँदा कतै हेर्नु न यत्रो सामान। ओहो, यहाँ दर्शकहरू दिनौँ 10,000 भन्दा माथि आउनुहुन्छ। व्यापार चाहिँ राम्रै हुन्छ यहाँ होइन। अनि टक्क हामी आइसक्यो मेन ठाउँमा, मनोकामना मन्दिर। ल हेर्नुहोस् त कति राम्रो देखेछ बिहानको समयमा। आहा, हल्का फुल्का फोटो त यसै उति भिडियो गर्न परिहाल्यो होइन। चराहरू कस्तो राम्रोसँग उठेर टाइमिङ मिल्यो क्या, कस्तो राम्रो सुट हानिदिइहालेँ। यतातिर चाहिँ नरिवल काट्ने ठाउँ। यता चाहिँ हाम्रो मनोकामना टेम्पलको साइडको भाग हो, यता साइडको यस्तो छ। यो चाहिँ जुत्ताहरू राख्ने ठाउँ, एकदम निशुल्क छ होइन, पैसा लिएनन् के अरे मलाई, त्यही त होला। यता चाहिँ हात खुट्टा धुने ठाउँ, आफ्नो जुत्ता टक्क लाएर राख्ने अनि लाग्ने माथितर्फ। यतातिर आरतीहरू चलिरहेछ होइन। अब सिडी हुँदै हुँदै माथि गइन्छ। कस्तो राम्रो के ठाउँ होइन। टक्क लाएर सिडी चढ्ने, टक 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 टक। उता चाहिँ वासरुम पनि रहेछ, शौचालय पुरुष र महिलाको। अनि माथि आएको त हो म त ढल्न लाग्यो क्या, कति धेरै मान्छे हो कि। ओहो, म त चाँडै आम्ला भनेर माथि यसो हेरेको त मान्छे त यहाँ कति भन्ने 2000 प्लस थियो कि। बिहान जो पूजा गर्न चाहिँ एकदम बिहानै आउनुपर्छ होइन। अनि यता चाहिँ अब भित्रतिर पूजा गरेको भिडियो गर्नु पाइन्न। ल सक्यो यति, बाई बाई गाइज।